प्रश्न नम्बर 1 नेपालको सबैभन्दा बढी ठाउँ परिवर्तन गरेर बग्ने नदी कुन हो? साथीहरूको सही उत्तर हो कोशी नदी। प्रश्न नम्बर 2 सबैभन्दा बढी अक्सिजन दिने रुख कुन हो? साथीहरूको सही उत्तर हो पीपल। प्रश्न नम्बर 3 विश्वको सबैभन्दा सानो अन्डा दिने चरा कुन हो? साथीहरूको सही उत्तर हो हमिङ बर्ड। प्रश्न नम्बर 4 सबैभन्दा पहिला कागजको आविष्कार कुन देशमा भएको थियो? साथीहरूको सही उत्तर हो चीन। प्रश्न नम्बर 5 मनुष्यको शरीरको कुन अङ्गमा हड्डी हुँदैन? साथीहरूको सही उत्तर हो जिब्रोमा। प्रश्न नम्बर 6 व्हाट्सएप कुन देशको कम्पनी हो? साथीहरूको सही उत्तर हो अमेरिका। प्रश्न नम्बर 7 संसारको सबैभन्दा छिटो उड्ने किरा कुन हो? साथीहरूको सही उत्तर हो मौरी। प्रश्न नम्बर 8 विश्वको सबैभन्दा महँगो धातु कुन हो? साथीहरूको सही उत्तर हो रेडियम। प्रश्न नम्बर 9 500 को नोटमा 5 को नोट कतिवटा हुन्छन्? साथीहरूको सही उत्तर हो 100 वटा। प्रश्न नम्बर 10 भगवान विष्णुले लगाउने मालालाई के भनिन्छ? साथीहरूको सही उत्तर हो बैजन्ती माला। प्रश्न नम्बर 11 नेपालमा रेलवे सेवाको सुरुवात कहिले भएको थियो? साथीहरूको सही उत्तर हो विक्रम सम्वत 1993। प्रश्न नम्बर 12 कुन देशले अहिलेसम्म कुनै पनि युद्धमा भाग लिएको छैन? साथीहरूको सही उत्तर स्विट्जरल्यान्ड। प्रश्न नम्बर 13 कुन देशको जंगलमा अमिलो मह पाइन्छ? साथीहरूको सही उत्तर ब्राजिल। प्रश्न नम्बर 14 कुन देशमा बिरालोको पूजा गरिन्छ? साथीहरूको सही उत्तर इजिप्ट। प्रश्न नम्बर 15 कहिल्यै पात नझर्ने वनस्पति कुन हो? साथीहरूको सही उत्तर खजुर। प्रश्न नम्बर 16 विश्वमा सबैभन्दा धेरै माछा उत्पादन गर्ने देश कुन हो? साथीहरूको सही उत्तर चीन। प्रश्न नम्बर 17 नेपालमा 8000 मिटर भन्दा अग्ला हिमालहरूको संख्या कति रहेको छ? साथीहरूको सही उत्तर 8 वटा।